Guys, as a St. Ignatius. सेक्शन ई विष्णु स्कूल जाँदैछौँ। बंकू भैया कभी न हारे बंकू भैया कर देते हैं पारे न्यारे बंकू यो सियार के बिचरा हेर न मैले समाइदिरहेको छु क्या हामी यसो पानी खाए पनि ल हेर्नु त गाइस सेभेरियनले पानी खाँदो रहेछ भनेर भिडियो बनाउन नि भिडियो बनायो भने त भ्युज आउँदैन नि त हामी सेभेरियन्सको नाम त झन् पर्यो नि त दिनभरि गाइस सेभेरियन भएर यसलाई कति एक्साइटेड छ एकदम धेरै तिम्रो प्लान के छ मलाई त प्लान बच्चाहरूसँग रमाइलो गर्ने छ अनि एकछिनै ल गाइस है भन्दै एकचोटि चोरहरू यो सबै चोरहरू भयो न सबैजना मन्कीहरूसँग बसेर आज बल्ल मान्छेहरूसँग बस्नु जाँदैछु गाइस गाइस हामी अब श्रेनालाई कुर्दैछौँ श्रेना चाहिँ कता गई 2 जिल्ला भइसक्यो अरे हिँडेको तर आएको छैन गाइजहरू केमिस्ट्रीमा फेल हुन्छ न अब गाइजहरू केमिस्ट्रीमा फेल हुन्छ न श्री विष्णुदेवी स्कुलमा श्री विष्णुदेवी स्कुल र यो सफा गर्ने कार्यक्रमको हाम्रो मेन हेड हुनुहुन्छ सम्पदा पौडेलज्यू अनि यहाँ हुनुहुन्छ साक्षी यहाँ हुनुहुन्छ समीक्षा म भइहालेँ समीप सबैले मलाई चिन्नु नै भएको होला सबैभन्दा बेस्ट सेक्सन हो होइन त्यो जस्तो देखिन्छ त्यो भन्दा पनि अझ राम्रो छौ होइन थ्याङ्क यू सर अब जे भयो अब मैले भने ठ्याक्कै मानिरहेको छु होइन अब एकदम रमाइलो छ म अलिकति त्यो धेरै फर्मल भयो पनि त्यति साह्रो चाहिँ छैन म होइन देखिराखेको जस्तो सर यही कुरामा एउटा सायरी हान्नु न त शायरी त अब आउँदैन होइन शायरी सरको लेखहरू फेरि लास्टै राम्रो हुन्छन् लेख हो त राम्रो अडियन्सहरू Most hardworking award goes to एउटा क्राउन लगाइदेऊ न केटाले ल खिच न गयो त्यो बेल्चा हान त फेरि किन अरे के हो यार यस्तो मैले के हो गाइस के हो आधा पढाएर छोडे भनेको के हो पानीहरू लिने एसेन्ट अफ स्याप पनि भन न एसेन्ट अफ स्याप भन न के सिक्यो होला के गरेर सिक्यो ड्रइङदेखि सबै गीतहरू गाउन सिक्यो अनि त्यसपछि रमाइलो भयो के सिक्यो भाइ यस्तो यस्तो ब्याड म्यानर सिक्ने हो त ब्याड म्यानर्स खेल्न के गर्न आउँछ तिमीहरूलाई देखाउ त देखाउ ल वाउ वाउ हाय अब 12 चोटि क्ल्याप गर्ने है 1 2 3 4 5 इन्डियाको अहिलेको इन्डियाको अहिलेको गृहमन्त्रीको होला विश्वको सबभन्दा ठुलो डेजर्ट कुन हो डेजर्ट मिलायो भाइको नाम
भाइको नाम के हो हजुर जिसन परियार ताली बजाऊ तिमीलाई जति गर्छु मैले त्यति त गर्दैन कसैले तिमी देख्दाखेरि यो साथ थामी कस्तो भयो तिमीहरूको एक्सपिरियन्स हाम्रो यहाँ एक्सपिरियन्स कस्तो ज्ञानी क्लास आई एम ह्याप्पी बवाल क्लास रहेथ्यो होइन थ्याङ्क यू ब्रदर कति क्युट लभ यु अल बाई बाई सब छ यसमा पढाउने चाहिँ को रहेछ कस्तो भयो रूपेश म साथै भन्छु यस्तो बवाल क्लास थिएँ सुरुमा हल्ला गरेँ पनि त्यस्तै थिएँ मजा आउँदै थियो क्लास 5 बेस्ट होइन क्लास 9 क्लास द बेस्ट 5 गाई झगडा भइरहेछ है को बेस्ट होला को बेस्ट होला बहिनीको बर्थडे थियो बहिनी हामीलाई तिनीहरूले बहुत मजा पनि गरे क्विज क्वेसन्सहरू गरे धेरै आन्सर भने के भयो एउटा म्याथको क्वेसन सचिनले थियो कसैले आन्सर भनेर म सल्भ गरेर मबाट बसेको चल भयो सिधै बेसको नाम त नकाट अनि भएको छैन अनि सागरले अर्को क्वेसन गर्न थाल्यो अनि म गएर जसरी सल्भ चाहिँ गरेँ भाइ मजा आयो आएर क्लासमा बोल न यो बात नाम लेखेको होला हैन कस्तो भयो साक्षी तुम्हारा कुन क्लास क्लास 5 वाह रोहित तुम्हारा कैसा था एक्सपीरियंस बताओ तुम्हारा तो आपका बताओ एएमएस सर तिमीहरूको कस्तो भयो भन न हाम्रो ठिकै भयो अब रमाइलो भयो मलाई आउँदैन होला त्यो सबभन्दा पहिला क्लासमा जाँदा भाइ बहिनीहरूले डिसिप्लिनको लाग्यो We keep this love in a photograph. We made these memories for ourselves, where our eyes are never closing, our hearts are never broken, and time's forever frozen still.